ओहो हजुर दर्शन हजुर भित्रै बसी हुन्छ ओ डाका त्यो 3 लाख रुपैयाँ दिन्छ म पुलिसलाई फोन गर्दिम अर्का पैसा खान लाग्ला कुन 3 लाख 3 लाख अझै तिरा छैन तिमीले हेलो काकी करले भरिया कसले लाग्यो ल क्यामेरा लगाल्यो सुरक्षा लाइट हुन्थ्यो दुईटैको हाइट अलि अल्को भएको भए छोरी मान्छे हो बड्दा ओभरल्यापमा चाहिन्छ कि त्यही भएर त नि भने तिमीले बोल्न के ठ्याक्कै बोल्नु कस्तो यार डाइलेक्ट बोल्नु ओए बसन्त अलि उता लुका न न ल ल रोलै भएको भए त के हुन्थ्यो भएको भए त के हुन्थ्यो रोल रोल एक्सन भएको भए त के हुन्थ्यो तिमीहरुको हाइट अलिक सानो रहेछ छोरी मान्छे हो बढ्ता बोल्दिन र पत्तर पत्तर बोलेको मलाई मन पर्दैन मेन जर्कमै पुगेन मेन डाइलेक्टको म तिम्रो केटी बेचेर भए तिर् दिन्छु ल न 2 हप्ता भन्दी त यसले 1 हप्ता भन्दैन हप्ता दिन भित्र भनेको 2 हप्ता भन्दी मिल्दैन अब आजचोटि उहाँ पैसा रेडी छ तिमीले तिर्नु ल अनि 2 हप्ता भन्ने 1 हप्तामा तिर्छ ल एकै हप्ता ल के रे एक्सन इन्द्रकमल भन्छन् मलाई यो इन्द्रकमल त नामै मिलेन बरु इन्दिरा र कमला भएको भए हुन्थ्यो भएको भए त के हुन्थ्यो नि तिमीहरू दुईटैको हाइट अलि छोटो रहेछ अलि अल्को भएको भए हुन्थ्यो दिदी अलि अल्को भएको हुन्थ्यो भनेपछि तपाईँले ठ्याक्कै उठाउनु ल छोरी मान्छे हो बट्टा बोल्दिनँ र मलाई पत्तर पत्तर बोलेको मन पर्दैन अनि म डाइलग दिन्छु टुडङ रियाक्सन हैन ओभरल्यापमै उसको चाहिन्छ त्यो दुईटा भन्नु त बहर बिहा गरेको बुढीले अनुहारभरि कोतारेर देखाउने नमिली बनाइदिए कि क्या उता उता फर्किन्छ उता होइन अबदेखि म एक नारी ब्रह्मचारी कति दिनलाई जिन्दगीभरिलाई यो नानीले कहाँ हेरि कहाँ मनोजले बोली मैले हजुरलाई हेरे लुक चाहिँ यहाँ 3 जना मात्र छ मेरो 2टा आधा क्यामेरा उतै हेरिरहेको पहिला एक्सन काका इन्द्रकमल भन्थ्यो